हेलो एभ्रिवान। आज चाहिँ हामी फाइलेन्थस एम्ब्लिका भन्ने अर्को प्लान्ट पढ्न गइरहेको छौँ। यो चाहिँ यसलाई अमला भनेर भनिन्छ होइन। जेनरली हामीले चाहिँ लोकल ल्याङ्ग्वेजमा यसलाई अमला भनेर भन्ने गरिन्छ। अमला भनेपछि त अब सबैलाई प्रायः जस्तो अमलाको बारेमा थाहै हुन्छ होइन। यो चाहिँ अलिक लोअर हाइटतिर पाउने गर्छ। यसको नेपाली नेम भनेको अमला भयो। संस्कृतमा यसलाई अमलाकी अथवा आम्ला पनि भनेर भनिन्छ। अनि त्यसै गरी यसको कमन नेम अर्को इन्डियन गुजबेरी पनि भनेर भनिन्छ होइन। अनि त्यसै गरी अम्ला भनेर चाहिँ इन्डियन ल्याङ्ग्वेजमा भनियो। अनि मलक्का ट्री पनि भन्छ यसलाई होइन। यो मलक्का ट्री भनेको चाहिँ मलेसियन नामबाट मलेसियाबाट आएको होइन। मलेसियाबाट चाहिँ यो प्लान्ट सुरुमा गरेको हुनाले यो मलक्का ट्री राखेको होइन। अनि त्यस पछाडि यसको क्लासिफिकेसनको कुरा गर्दाखेरि यसलाई चाहिँ फाइलेन्थेसी फ्यामिलीमा राखिएको छ होइन। फाइलेन्थेसी फ्यामिली मा राखिएको छ अहिले चाहिँ। अनि योभन्दा अगाडि चाहिँ यसलाई चाहिँ युफोर्बिएसी फ्यामिलीमा राखिएको थियो होइन। अनि युफोर्बिएसी फ्यामिलीमा राखेको थियो, पछि त्यसलाई गरेर पुरै त्यसको फाइलेन्थसको पुरै जिनसलाई नै निकालेर चाहिँ युफोर्बिएसीबाट चाहिँ हामीले फाइलेन्थेसी फ्यामिलीमा राखेको थियौँ। अनि त्यस पछाडिदेखि यो चाहिँ फाइलेन्थेसी फ्यामिलीमा पर्ने गर्छ होइन। अनि यो भनेको एउटा पेरेनियल डेसिडियस ट्री हो होइन, जुन चाहिँ ट्रपिकल र सब ट्रपिकल रिजन साउथ एसियाको ट्रपिकल सब ट्रपिकल रिजनतिर जेनरली डिस्ट्रिब्युटेड हुन्छ। अलिक गर्मी ठाउँतिर ट्रपिकल होइन, अलिक गर्मी ठाउँ भयो होइन। पेरेनियल अलिक धेरै वर्षसम्म बाँच्नेवाला भयो। डेसिडियस भनेको त पात झर्ने अनि फेरि त्यस पछाडि नयाँ पलाउने त्यस्तो टाइपको भइगयो होइन। यस्तो खालको यो ट्री भयो। अनि त्यसै गरी यो चाहिँ के का लागि भन्दाखेरि एडिबल फ्रुटका लागि होइन, एकदमै भ्यालुएबल छ। एडिबल फ्रुट हुन्छ होइन, यसको खाना मिल्ने खालको फ्रुट हुन्छ। जुन चाहिँ अमला भयो होइन, अमलाको दाना त्यो चाहिँ भिटामिन सीमा एकदमै रिच हुन्छ। भिटामिन सी रिच हुन्छ होइन। भिटामिन सी एकदमै बढी हुन्छ त्यहाँनिर, त्यही भएर यो एकदमै जरुरी हुन्छ। अब यो अमलाको अनि त्यस पछाडि अमलाको ड्रइङ हेरौँ है त। यो अमलाको अब मलाई ट्री त राम्रो बनाउन आउँदैन, तर यो अलिकति पातलो यो ब्रान्च हुन्छ होइन। अनि यो ट्री हुन्छ, त्यसको ब्रान्चहरू टिक्क आएको हुन्छ होइन। त्यो ब्रान्चहरू आएर चाहिँ अनि ब्रान्चहरूमा चाहिँ यसरी लिफलेट जस्तो गरेर चाहिँ होइन, लिफ एरेन्ज भएर बसेको हुन्छ। अनि यस्तो हल्का लाम्चो टाइपको होइन। अनि त्यहाँबाट चाहिँ अनि फ्रुटहरू पनि आएको हुन्छ, ठाउँबाट जेनेरेट भएको हुन्छ। यसो गरेर चाहिँ गरेर हुन्छ। हामीले एउटा यसको पिक्चर बनाउँदाखेरि एउटा ब्रान्च मात्रै बनाएर अनि त्यस पछाडि त्यसमा पातहरू त्यो देखाएर अनि त्यस पछाडि यसरी फ्रुटहरू लागेको यसरी देखाउन सकिन्छ। अनि त्यो लेबल गर्दा हुन्छ त्यही अनुसारको। यो भयो अमलाको जे बेसिक इन्ट्रोडक्सनको कुरा। अब यस पछाडि हामी ट्रेडिसनल युजेस हेर्छौँ है त। हुन्छ खासै धेरै टाइम नभएको हुनाले पनि अनि त्यस पछाडि यो अलिक कमन टपिकै भएको हुनाले चाहिँ मैले त्यस्तो धेरै मजाले एक्सप्लेन चाहिँ गरिनँ होइन। ठिक्क चाहिने जति मात्रै गरेँ। यसमा ट्रेडिसनल युजेसमा चाहिँ कुरा गर्दा के छ भन्दाखेरि यो आयुर्वेदा ट्रेडिसनल मेडिसिनहरू पहिलादेखि यो अमलाको चाहिँ मेडिसिनल भ्यालु पहिलादेखि मान्छेले बुझेको हुनाले पहिलादेखि युज गर्दै आएका छन् ट्रेडिसनल्ली होइन। अनि त्यस पछाडि यो चाहिँ धेरै कामका लागि युज हुन्छ। यो त एउटा मेजर सोर्स हो, भिटामिन सीको एउटा मेजर सोर्स हो होइन। अनि जसले चाहिँ इम्युन सिस्टमलाई बुस्ट गर्ने काम गर्छ, हेल्प गर्छ होइन। अनि त्यसै गरी यसले डाइजेस्टिभ सिस्टमलाई राम्रो गर्छ। अनि हेयरहरूमा राम्रो गर्छ, स्किनमा राम्रो गर्छ। त्यो देख्नुभएको होला नि तपाईँहरूले, त्यो एडहरू हुन्छ नि, त्यो अमलाको तेलहरू भनेर के भनेर हो त्यस्तो। त्यसरी हेयरको लागि राम्रो भयो, हेयर स्ट्रेन्थेन गराउँछ भन्छन् के भन्छन् त्यस्तो। हेयरको लागि राम्रो गर्छ, स्किनको लागि राम्रो गर्छ। एन्टी इन्फ्लामेटरी हुन्छ, एन्टिअक्सिडेन्ट प्रपर्टी हुन्छ होइन, जसले चाहिँ सेललाई ड्यामेज हुनबाट बचाउने गर्छ एन्टिअक्सिडेन्ट भनेको चाहिँ। अनि इन्फ्लामेसनबाट पनि राम्रो राहत पुर्याउँछ। अनि लिभर प्रोटेक्ट गर्ने प्रपर्टी पनि हुन्छ, लिभर डिसअर्डरहरूमा ट्रिट गर्ने, डायबिटिजको लागि राम्रो गर्ने हुन्छ होइन। एन्टी एजिङहरू होइन, यङ बनाउने जस्तो यो इम्युन बुस्टरको काम गरेर होइन। अनि ओभरअल सबै राम्रो गर्ने काम गर्छ प्रायः जसो होइन। अब यसमा चाहिँ एउटा पहिलो ट्रेडिसनल युजेसमा इम्युन सिस्टम बुस्ट गर्छ। हाई भिटामिन सीको लेभल हुन्छ, कन्टेन्ट हुन्छ होइन। अनि यसले चाहिँ इम्युनिटी बढाउने काम गर्छ भन्यो। अनि इम्युनिटी बढाएपछि फाइट कोल्डहरूमा होइन, कफहरूमा, रेस्पिरेटरी इन्फेक्सन डिफ्रेन्ट यिनीहरूको अगेन्स्टमा चाहिँ एन्टिबायोटिक्स प्रड्युस गर्छ होइन। अनि जसले गर्दा चाहिँ बडीलाई चाहिँ फाइदा पुर्याउँछ। त्यसै गरी डाइजेस्टिभ सिस्टममा पनि राम्रो गर्छ, डाइजेस्टिभ इस्यु कन्स्टिपेसनहरूमा होइन। अनि एसिडिटी पनि घटाउने काम गर्छ स्टोमकमा। अनि त्यो भयो डाइजेस्टिभ सिस्टममा। अनि त्यसै गरी स्किन र हेयरमा पनि राम्रो गर्छ यसले होइन। यसले चाहिँ स्किनलाई ग्लो गराउनलाई हेल्प गर्ने हो होइन। अनि हेयरलाई स्ट्रेन्थेन गराउने, हेयरको रुटलाई स्ट्रेन्थेन गराउँछ होइन, अलिक बलियो बनाउँछ। अनि ड्यान्ड्रफहरूमा नि राम्रो गर्छ होइन।
यस्तो भयो। अनि त्यसै गरी यसले एन्टी इन्फ्लामेटरी एन्टिअक्सिडेन्ट प्रपर्टी पनि देखाउँछ। एन्टी इन्फ्लामेटरी भनेको बडीको कुनै पनि अर्ग्यान इन्फ्लामेसन हुँदाखेरि चाहिँ त्यसमा त्यसको तेलहरू लगाएर मालिस गर्यो भने केही गर्यो भने त्यो राम्रो गर्छ भन्ने हो होइन। अनि त्यसै गरी यसले चाहिँ बडीको अक्सिडेटिभ स्ट्रेसलाई नि रिलिभ गर्छ होइन। बडीमा जुन ड्यामेज सेल ड्यामेज हुने ऊ छ होइन त्यसलाई चाहिँ त्यस अगेन्स्टमा चाहिँ राम्रो काम गर्छ होइन, ड्यामेज हुन दिँदैन सेलहरूलाई। त्यसो भयो। अनि त्यसै गरी हेपाटोप्रोटेक्टिभ प्रपर्टी हुन्छ। यो भनेको चाहिँ लिभर प्रोटेक्टिङ प्रपर्टी भयो, लिभरलाई प्रोटेक्ट गर्ने, लिभरलाई डिटक्सिफाई गर्छ होइन। अनि त्यसै टक्सिफिकेसन फ्री गर्छ। अनि त्यसै गरी लिभरको फङ्सन राम्रो गर्छ। अनि लिभरको डिसअर्डरहरूमा नि यसले रोल प्ले गर्ने भयो, लिभरको डिसअर्डरहरू ठिक पार्नमा रोल प्ले गर्छ होइन। अनि त्यसै गरी डायबिटिजलाई पनि राम्रो गर्छ, ब्लड सुगर लेभल मेन्टेन गरेर राख्छ यसले होइन। अनि एन्टी एजिङ र जेनरल वेलनेस भयो होइन। रिजुभिनेटिङ हर्बको रूपमा युज भयो यो होइन। लन्जेभिटीको लागि, युथफुलनेस होइन, ओभरअल भाइटेलिटीको लागि युजफुल भयो होइन। पछिसम्म चाहिँ युथ जस्तो बनाइराख्ने होइन, यङ बनाउने टाइपको भयो होइन। त्यो यसको एप्लाई गर्दाखेरि चाहिँ यो अमला चाहिँ युज गर्दाखेरि चाहिँ यसले चाहिँ रिजुभिनेटिङ हर्बको काम गर्छ होइन, नयाँ लाइफ प्रोभाइड गरे जस्तो टाइपको। अनि त्यसै गरी अर्को भनेको चाहिँ आई केयरमा यसले एकदमै राम्रो गर्ने भयो। क्यारोटिन कन्टेन्ट अमलामा जुन क्यारोटिन कन्टेन्ट हुन्छ होइन त्यसले चाहिँ यसको भिजनको लागि होइन, आँखाको भिजनको लागि, आइसाइटको लागि एकदमै राम्रो गर्ने गर्छ होइन। अनि डिफ्रेन्ट टाइप अफ हार्ट सम्बन्धी प्रब्लमहरू होइन, यसले चाहिँ हार्ट सम्बन्धी उसमा चाहिँ राम्रो गर्छ। यसले चाहिँ के गर्ने हो भन्दाखेरि कोलेस्ट्रोल लेभल हार्टमा चाहिँ घटाउने कोलेस्ट्रोल लेभल हार्टमा कोलेस्ट्रोल लेभल डिपोजिसन भए पछाडि कोरोनरी आर्टरीमा त्यहाँबाट चाहिँ ब्लकेज हुन्छ, कोलेस्ट्रोल बढेपछि ब्लकेज हुन्छ हार्टको ब्लड फ्लो होइन। अनि त्यस पछाडि त्यहाँ हार्ट एट्याक हुने हो त्यसको कोलेस्ट्रोल लेभललाई चाहिँ घटाउने काम गर्छ। अनि त्यसै गरी त्यही भनेको हार्ट एट्याकबाट जोगाउने भयो। अनि त्यसै गरी धेरै खालको इन्ग्रिडियन्ट यसमा के अरे यो चाहिँ अमला चाहिँ धेरैवटा इन्ग्रिडियन्टहरूमा मिक्स गरेर चाहिँ युज गरिन्छ, जस्तै कि च्यवनप्रासहरूमा भयो होइन, त्रिफला चूर्णहरूमा भयो। यिनीहरूले चाहिँ धेरै खालको डिजिजहरूमा चाहिँ राम्रो गर्ने भयो। फिभरहरूमा, कफमा, एनिमिया, डाइजेस्टिभ लिभर डिसअर्डरहरू यस्ता प्रब्लमहरूको अगेन्स्टमा नि यसले राम्रो गर्ने भयो। यो यसको भयो ट्रेडिसनल युजेज होइन। अब त्यस पछाडि हामी अर्को उसमा जान्छौँ, यसको कमर्सियल युजेज। कमर्सियल युजेज भनेको चाहिँ यसलाई चाहिँ कमर्सियल्ली यसबाट चाहिँ कसरी हामीले फाइदा लिन सक्छौँ त, यसबाट हामीले कसरी चाहिँ इन्कम गर्न सक्छौँ त, इन्कम जेनेरेट गर्न सक्छौँ हो त्यो कुराहरू पर्ने हो होइन। यो चाहिँ हामीले फुड र बेभरेज इन्डस्ट्रीहरूमा चाहिँ युज गरेर चाहिँ हामीले त्यहाँबाट इन्कम जेनेरेट गर्न सक्छौँ यो प्लान्ट प्रडक्टलाई होइन। अब अमलाको पाउडरहरू, क्याप्सुलहरू बनाउने, ट्याब्लेटहरू होइन, हेल्थ सप्लिमेन्टको रूपमा चाहिँ प्रोभाइड गर्नको लागि, फुडको रूपमा होइन, फुड आइटम, जुसहरू, बेभरेजको लागि होइन, त्यसको रूपमा चाहिँ युज गर्नको लागि हामीले युज गर्न सकिन्छ। यसरी चाहिँ हामीलाई कमर्सियली यो फाइदा हुन्छ यसले होइन, इकोनोमिक गेन हुन्छ। अनि त्यसै गरी अर्को भनेको फार्मास्युटिकल इन्डस्ट्रीहरूमा युज गरिन्छ होइन। धेरै खालको मेडिसिनल प्रोडक्टहरू बनाउन युज गरिन्छ। च्यवनप्रासहरू पनि भयो, त्रिफलाहरू भयो, अमलाकी रसायन भन्ने होइन, यस्ता प्रोडक्टहरू पनि अब्टेन गर्नका लागि ट्रेडिसनल मेडिसिनल प्रोडक्टहरू हुन् यिनीहरू। यस्ता मेडिसिनल प्रोडक्टहरू अब्टेन गर्नको लागि फार्मास्युटिकल इन्डस्ट्रीमा युज गरिन्छ होइन। अनि यस्तै खालको अरू पनि धेरैवटा प्रोडक्टहरू बनाउन सकिन्छ यो अमलाको कन्टेन्टबाट होइन। यसरी चाहिँ हामीलाई यसले चाहिँ कमर्सियली फाइदा गर्ने भयो। अनि त्यसै गरी अर्को भनेको कस्मेटिक इन्डस्ट्रीहरूमा युज गरिन्छ होइन। धेरै खालको हेयर केयर गर्ने खालका स्याम्पूहरू भयो, स्किन केयर प्रोडक्टहरू भयो होइन, डिफ्रेन्ट टाइप अफ यस्तो तेलहरू भयो, ओइलहरू होइन, हो त्यसरी बनाएर चाहिँ हामीले कस्मेटिक इन्डस्ट्रीमा युज गर्न सकिन्छ, जसले चाहिँ कमर्सियली इम्पोर्टेन्ट गर्छ होइन, रोल प्ले गर्छ, इन्कम जेनेरेट गर्न हेल्प गर्छ। न्युट्रास्युटिकल इन्डस्ट्री भनेको फुड इन्डस्ट्रीहरूमा होइन युज गर्न सकिन्छ। अनि यसलाई चाहिँ हाई भिटामिन सीको कन्टेन्टको रूपमा चाहिँ भ्याल्यु गरिन्छ, युज गरिन्छ होइन। अनि यसलाई चाहिँ इम्युनिटी बुस्टिङ क्याप्सुलहरूको रूपमा अनि टीहरूमा युज गर्न सकिन्छ, डिकक्सनहरू जस्तो बनाएर चाहिँ काढाहरू जस्तो बनाएर पनि युज गर्न सकिन्छ यसलाई। यसरी न्युट्रास्युटिकल इन्डस्ट्रीमा नि यसले कमर्सियली रोल प्ले गर्छ। अनि त्यस पछाडि अर्को भनेको चाहिँ एग्रिकल्चर एनिमल फिडहरूमा नि यो युजफुल हुने गर्छ। यसले चाहिँ केही अर्ग्यानिक फार्मिङहरूमा होइन यसको डिफ्रेन्ट टाइप अफ प्रोडक्टहरू एक्सट्र्याक्ट गर्न मिल्छ। जस्तै यो चाहिँ नेचुरल पेस्ट रिपेलर हो क्या। यसले चाहिँ किराहरूलाई चाहिँ जुन उसमा लाग्छ, प्लान्टहरूमा लाग्ने किरा हुन्छ हो त्यसलाई चाहिँ नेचुरली अपोज गर्न सक्ने खालको यसको प्रोपर्टी हुन्छ क्या हो। त्यहाँबाट चाहिँ त्यस्ता प्रोडक्टहरू हामीले अब्टेन गर्न सक्छौँ। अनि जसले गर्दाखेरि चाहिँ हामीले एग्रिकल्चरको लागि क्रपहरू राम्रो ग्रो हुने भयो। क्रपहरू राम्रो ग्रो भएपछि हामीलाई यसले इन्डाइरेक्टली चाहिँ इकोनोमिकली फाइदा गर्यो होइन। अनि त्यस्तो भयो। एनिमल फिडहरूमा एनिमलहरूलाई पनि फिड गर्न सकिन्छ, खुवाउन सकिन्छ।
यसको यसको प्रोडक्टहरू होइन, यसको पातहरू खुवाउन सकिन्छ। अनि यसरी चाहिँ के हुन्छ त भन्दाखेरि एनिमल पनि फिट गर्छ, अनि एग्रिकल्चरमा पनि राम्रो क्रप प्रोडक्सन हुन्छ, एनिमल पनि त्यहीँबाट, अनि एनिमलले डिफ्रेन्ट प्रोडक्टहरू दिन्छ, मिल्क दिन्छ, के दिन्छ होइन, अनि त्यहाँबाट चाहिँ हामीले इन्कम जेनेरेट गर्न सकिन्छ। यसरी यो इन्डाइरेक्टली चाहिँ कमर्सियली भ्यालुएबल भयो उसको। यस्ता कमर्सियल युजेसहरू भयो। यस पछाडि हामी अर्को टपिक हेरौँ, यसको केमिकल कन्स्टिट्युएन्टहरू, यसमा के केमिकलहरू प्रेजेन्ट छन् त भनेर हेरौँ है त। यसको डिफ्रेन्ट पार्टहरूमा डिफ्रेन्ट केमिकलहरू प्रेजेन्ट हुन्छ, केमिकल सब्सटान्सहरू होइन। अब जस्तै यसको चाहिँ फ्रुटमा चाहिँ के हुन्छ त भन्दाखेरि भिटामिन सीको एकदमै धेरै कन्टेन्ट हुन्छ होइन। एस्कर्बिक एसिड भन्छ भिटामिन सीलाई, एकदमै धेरै एमाउन्टमा हुन्छ फ्रेस फ्रुटमा होइन। फ्रुटमा चाहिँ एकदमै धेरै भिटामिन सी हुन्छ, जुन चाहिँ हामीले यो प्लान्टमा सबभन्दा धेरै युजफुल हुने पार्टै यही भिटामिन सी हो, यसको फ्रुट हो। त्यही भएर हामीले फ्रुट चाहिँ जेनरली कन्ज्युम गरिन्छ, यसलाई र नै खाइन्छ, हामीले काँचै खाइन्छ होइन। अनि अर्को भनेको ट्यानिनहरू हुनसक्छ यसको फ्रुटमा होइन। धेरै खालको ट्यानिनहरू हुन्छ, फेनोलिक कम्पाउन्डहरू हुन्छ, धेरै खालको फेनोलिक कम्पाउन्ड, अनि फ्ल्याभोनोइडहरू हुन्छ। फ्ल्याभोनोइड जस्तै कि क्वेर्सिटिन भन्ने फ्ल्याभोनोइड हुन्छ जेनरली होइन। अनि त्यसै गरी कार्बोहाइड्रेट पनि हुन्छ यसमा, यो फ्रुटमा। कार्बोहाइड्रेटमा ग्लुकोजको कन्टेन्ट, फ्रुक्टोजको कन्टेन्ट, अनि पेक्टिनको कन्टेन्ट हुन्छ। अनि त्यसै गरी अर्को भनेको अर्ग्यानिक एसिडहरू हुनसक्छ, जस्तै कि साइट्रिक एसिड, त्यही भएर अमिलो हुन्छ। अनि त्यसै गरी म्यालिक एसिडहरू होइन, यिनीहरू प्रेजेन्ट हुन्छ, यस्तै खालको अर्ग्यानिक एसिड। अनि त्यसै गरी अर्को भनेको फाइबरहरू प्रेजेन्ट हुन्छ, अनि म्युसिलेज प्रेजेन्ट हुन्छ। त्यसै गरी अरू ट्रेस मिनरलहरू जस्तै कि आइरनको कन्टेन्ट हुन्छ, क्याल्सियम हुन्छ, फस्फरस हुन्छ, यस्तो कन्टेन्टहरू चाहिँ प्रेजेन्ट हुन्छ। हामीले अब जस्तै इक्जाममा आयो, इक्जाममा आउँदाखेरि लेख्न सकिएन भने, अब आएन भने यो एउटा चाहिँ याद गर्नु होइन मजाले, भिटामिन सी भनेर याद गर्नु एउटा लेख्नलाई। अर्को भनेको यो भिटामिन सी भयो, अनि यो ट्रेस मिनरलहरू थाहा हुनुपर्छ, फाइबरहरू दिन्छ यो, अर्ग्यानिक एसिड, कार्बोहाइड्रेट, अनि फ्ल्याभोनोइड, यसरी चाहिँ याद गर्नु होइन। अनि त्यसै गरी अर्को भनेको सिडमा चाहिँ के कस्ता केमिकल कन्स्टिट्युएन्ट हुन्छन् त। जुन फ्रुट हुन्छ, फ्रुटको भित्र एउटा सानो दाना हुन्छ होइन, त्यो दानामा चाहिँ सिड हुन्छ होइन। अनि त्यसमा चाहिँ के कन्टेन्ट हुन्छ त भन्दाखेरि त्यो दानाभित्र फ्याटी एसिडहरू हुन्छ, अनि प्रोटिन, एमिनो एसिडहरू हुन्छ, अनि स्यापोनिनहरू चाहिँ एकदमै थोरै पाइन्छ होइन। मेनली चाहिँ यो दुईवटा कन्टेन्ट प्रेजेन्ट हुन्छ, फ्याटी एसिड अनि प्रोटिन, एमिनो एसिडहरू भयो। अनि त्यसै गरी अर्को यसको लिफहरूमा चाहिँ के प्रेजेन्ट हुनसक्छ त, फ्ल्याभोनोइडहरू प्रेजेन्ट हुनसक्छ होइन। अनि ट्यानिनहरू प्रेजेन्ट हुनसक्छ, पोलिफिनोलहरू, अल्कालोइडहरू, यिनीहरू प्रेजेन्ट हुन्छ जेनरली होइन। अनि त्यसै गरी अर्को भनेको बार्क र स्टिम, यसको बोक्राहरूमा, यसको स्टिममा चाहिँ होइन के हुन्छ त, ट्यानिनहरू हुन्छ, लिग्निनहरू भयो, फाइबरहरू भयो, यिनीहरू प्रेजेन्ट भयो। अनि केही अल्कालोइडहरू, माइनर अल्कालोइडहरू यस्तो चाहिँ त्यहाँनिर प्रेजेन्ट भएको हुनसक्छ। अनि त्यसै गरी यसको रुटहरूमा चाहिँ के हुन्छ त भन्दाखेरि ट्यानिन एकदमै थोरै हुन्छ, तर माइनर अल्कालोइड र लिग्निनहरू चाहिँ अलिक धेरै मात्रामा पाइन्छ होइन। यस्तो भयो। अनि यसको मेजर कम्पोनेन्टमा चाहिँ मेन चाहिँ हामीले फ्रुट के हो गर्ने होइन, अरू सिड लिफहरूको, बार्क, स्टेम, रुटहरू त्यस्तो धेरै इम्पोर्टेन्ट छैन, त्यो एक दुईवटा मात्रै यसो हेर्दा हुन्छ होइन, त्यति पुगिहाल्छ। अनि त्यसै गरी यो अब अर्को यसको डिस्ट्रिब्युसनको कुरा गरौँ होइन, यो कस्तो ठाउँमा डिस्ट्रिब्युट हुन्छ त, एकदमै यसले चाहिँ हट टेम्परेचर प्रिफर गर्छ होइन, अलिकति हट टेम्परेचर प्रिफर गर्छ। यो चाहिँ ट्रपिकल, सब ट्रपिकल रिजनहरूमा चाहिँ डिस्ट्रिब्युटेड हुन्छ होइन। यो चाहिँ साउथ इस्ट एसियातिर चाहिँ, हाम्रो एरियातिर चाहिँ यो नेटिभ हुन्छ, यतैतिरबाट ओरिजिनेट भएको, यतैतिर प्रायः जसो पाइन्छ होइन। यो तराई रिजनहरूमा एकदमै कमन छ होइन, मिड हिलमा पनि पाइन सक्छ, 1500 मिटरसम्म चाहिँ यो एभाइलेबल हुनसक्छ होइन। तर जेनरली हाम्रो लो ल्यान्ड तराईतिर चाहिँ एकदमै धेरै एबन्डेन्ट हुन्छ यो चाहिँ ट्रपिकल, सब ट्रपिकल भनेको चाहिँ अलिक गर्मी ठाउँ क्या, गर्मी ठाउँ। अनि त्यसै गरी अर्को यसको हामी अब यसको हेरौँ, क्लाइमेटिक रिक्वायरमेन्ट र सोइल रिक्वायरमेन्टहरू के कस्तो छ त यो प्लान्टका लागि, क्लाइमेट र सोइल कस्तो खालको प्रिफर गर्छ त यो प्लान्ट ग्रो गर्नका लागि भनेर हेरौँ होइन। यसले चाहिँ ड्राई र मोइस्ट क्लाइमेटहरू चाहिँ दुइटै खालको टोलरेट गर्न सक्छ, खप्न सक्छ होइन। अनि यसलाई चाहिँ फुल सनलाइट चाहिन्छ, यसको मजाले ग्रोथ गर्नका लागि चाहिँ हामीले मजाले फुल सनलाइट चाहिँ एभाइलेबल हुनुपर्छ। अनि त्यसै गरी यो चाहिँ 20 देखि 45 डिग्री सेल्सियसको टेम्परेचरसम्म चाहिँ मजाले थ्राइभ गर्न सक्छ, मजाले ग्रो गर्न सक्छ होइन। अनि हल्का फुल्का तुषार पनि यसले फेस गर्न सक्छ, सहन सक्छ, तर धेरै सक्दैन, तर थोरै केही टाइमसम्म चाहिँ सक्छ। अनि त्यसै गरी यो ट्रपिकल टु सब ट्रपिकल क्लाइमेटमा सुइटेबल हुन्छ। ट्रपिकल, सब ट्रपिकल भनेको त्यो गर्मीवाला क्लाइमेट भइगयो, यो अर्थ भयो, यहाँ इक्वेटर, यसको वरिपरि गर्मी हुन्छ, ट्रपिकल, सब ट्रपिकल हुन्छ। अनि त्यसै गरी टेम्परेट रिजन, अनि यहाँ आर्टिक रिजनहरू हुन्छ यसरी।
अनि यसरी चाहिँ यो ट्रपिकल रिजनमा चाहिँ एकदमै सुइटेबल हुन्छ, ट्रपिकल सब ट्रपिकल रिजनमा। अनि त्यसै गरी अर्को यसको सोइल रिक्वायरमेन्टको कुरा गरौँ। सोइल रिक्वायरमेन्टको कुरा गर्दाखेरि यसले चाहिँ कस्तो खालको सोइल प्रिफर गर्छ त, वेल ड्रेन्ड लोमी सोइल टु स्यान्डी सोइल। यसले चाहिँ मजाले पानी सोच्ने खालको सोइल प्रिफर गर्छ। बालुवे माटो भन्छ नि हो त्यस्तै खालको माटो प्रिफर गर्छ क्या, लोमी भनेको त्यस्तै खालको माटो हो, बालुवे माटो। अनि त्यसै गरी यो चाहिँ स्लाइटली एसिडिकदेखि मोडरेटली अल्कालाइन सोइल प्रिफर गर्छ यसले, पिएच भ्यालु 6.5 देखि 8 सम्मको। यसले चाहिँ हल्का अल्कालाइन नै सोइल प्रिफर गर्ने हो। अनि हल्का एसिडिक पनि गर्न सक्छ यसले चाहिँ। हल्का एसिडिकदेखि अल्कालाइन भनेपछि यसले चाहिँ 6.5 देखि 7.5 सम्म हो क्या जेनरली पिएच भ्यालु प्रिफर गर्ने। 7 भनेको न्युट्रल भयो, 7 भन्दा थोरै भनेको एसिडिक भयो, 7 भन्दा बढी भनेको न्युट्रल भयो। 7 भन्दा बढी भनेको चाहिँ अल्कालाइन भयो होइन। अनि यहाँनिर चाहिँ यसले चाहिँ 6.5 देखि 7.5 भनेको चाहिँ हल्का एसिडिक पनि गर्न सक्छ, हल्का न्युट्रल पनि गर्न सक्छ, धेरै चाहिँ गर्न सक्दैन होइन। हल्का एसिडिक हल्का अल्कालाइन दुइटै गर्न सक्छ। अनि त्यसै गरी यसले चाहिँ फर्टाइल सोइल, ठिक्कको फर्टाइल सोइल चाहिँ प्रिफर गर्छ यसले यो ग्रोथ हुनको लागि। अनि यस्ता यस्ता कन्डिसनहरूले गर्दाखेरि चाहिँ यो प्लान्टको चाहिँ एबुन्डेन्ट ग्रोथ गर्न सकिन्छ। अहिलेको लागि यसमा यति नै। अर्को यो अब नेक्स्ट भिडियोमा चाहिँ हामी यो कल्टिभेसन टेक्निकहरू गर्ने गर्छौँ है त।